चोर अनि त्यस्तो पनि हुन्छ। त्यसैले अब चिन्नु पर्यो, हामी तपाईमा राजनीतिक चेतना आउनु पर्यो। पोलिटिकल कन्सियस भन्छ, राजनीतिक चेतना तपाई हामीमा आउनु पर्यो। कहाँ पढ्या छ र? हामीले पढेकै छैन, लेखेकै छैन, केही त जान्दैनौँ, केही त बुझ्दैनौँ भनेर तपाईहरु निराश नहुनुस्। अहिलेको प्रधानमन्त्रीले 8 कक्षा त पढेका अरे नि, थाहा छैन मलाई त हैन, तर अब 8 कक्षा मात्रै भनेर आउँछ मिडियामा, त्यो जरुर थिएन। तर रै पनि उदाहरण दिए, मास्टर डिग्री पीएचडी गरेका डाक्टरहरु हेर्नुस् त, डाक्टर ओप गुरुङ जस्ता मान्छेहरु, उहाँ चाहिँ डाक्टर अहिले चाहिँ वैज्ञानिक हाम्रो के अरे महावीर पुन जस्ता साथीहरु, अनि तपाईको चाहिँ अहिले कुलमान घिसिङ जस्ता मान्छेहरु खुब हाई हाई छ नि हैन। कुलमानको विषयमा एमएनओले बोलेन अरे, माथि मुकुमलुङमा एउटा त्यो के मन्दिरको विषयमा केबल कार बनाउँछ, एमएनओले बोलेन अरे। त्यहाँ कहाँनिर ढुङ्गा हानेर मान्छे मार्छ, त्यहाँ एमएनओले बोलेन अरे। त अनावश्यक एमएनओले बोल्ने काम के छ? केही छैन। जुन दिन हामी सत्तामा पुग्छौं त्यो दिन हामी बोल्छौं, जुन दिन जनताले हामीलाई सत्तामा पुर्याउँछ त्यो दिन हामी नीति निर्माण गर्छौं। जुन दिन हामीलाई त्यो सत्तामा पुगिसकेपछि कोरिया जापान जस्तो देश हामी यति छिटो विकास गर्छौं, यो देशको भ्रष्टाचार रहित, कसैलाई नेपाली जनतालाई दुःख नदिकन समानता, स्वतन्त्रता र भातृत्वको कुरा बुद्धले आजभन्दा 2500 वर्ष अगाडि नै प्रतिपादन गरेको शब्द समानता, स्वतन्त्रता र भातृत्व, हेर्नुस् त कति राम्रो छ। यो देशमा तपाई हामीलाई मान्छे गनेको भए आज यो देश कहाँ पुग्थ्यो विकास भएर। त्यहाँ एक कान्ला मास्तिरको चाइना हेर्नुस् त कसले शोषण गरेछ, त्यो जापान हेर्नुस्, त्यो कोरिया हेर्नुस्, आज कहाँ पुगिसके। तर यो देशमा किन विकास हुँदैन? हामी जहिले सुकै रियाल र सिकारसँग किन, जहिले सुकै अन्डर के रे हाफ प्यान्टमा ठुटे सुरालमा किन, चप्पलमा किन? अघि भन्यौं नि त, हामीले सबै कुरा त पहिले लुटिसकेका छन्। त्यो लुटिसकेको कुराहरू हामी जान्दैनौँ, बुझ्दैनौँ। तर अब त्यो चाहिँ हामीले बुझ्ने कोसिस गर्नुपर्छ। र यो मेन कुरा, पहिलो कुरा, यो कालो पत्रे हाम्रो अगाडि आउँदैमा, तपाई हाम्रो घर अगाडि कालो पत्रे बढाउँदैमा त्यो ठूलो विकास त्यसलाई मान्नु हुँदैन। कालो पत्रे बन्यो, बनोस्, तपाई पनि करोडपति बन्नुस्, तपाईको घरमा सबैले ग्रेजुएसन गरेको होस्, अनि गाडी किन्ने सबै छोराले पनि गाडी चलाओस्, तपाईको नि गाडी होस्, ऋणमा होइन आफ्नो पैसाले। अनि पो त्यो विकास, त्यो कालो पत्रे, कालो बाटो, त्यो पिचको सदुपयोग भयो त होइन र? बिहान र बेलुका भात खाने पैसा छैन, छोराछोरी माथि पढाउने अवस्थै छैन, अनि त्यहाँबाट विकास विकास झुन्डाइदिएको छ। विकास विकास एमाले त यो गर्छ, कांग्रेसले यो गर्छ, अर्को माओवादीले यसो गर्छ, अर्कोले उसो गर्छ, मुलुक खोक्रो छैन, यसो गर्छ र उसो गर्छ भन्दा भन्दै 24 खरब क्या हो त्यो भनेको? 24 खरब भनेको अहिले डिभाइड गर्दाखेरि एक नेपाली जनतालाई, जन्मेको बच्चालाई 1 करोड 70-80 लाख भन्दा बढी पर्छ। 70-80 हजार लगभग, त्यो भन्दा बढी पर्छ हैन? त्यो स्थितिमा पुर्याएको छ। फेरि एमएनओ चाहिँ होइन, एमएनओ को केन्द्रीय सचिव आएर कालो पत्रे बन्दैमा विकास ठुलो कुरा होइन भन्नुपर्छ, त अन्यथा नसोच्नु होला। चाहिन्छ, तर सबैभन्दा पहिला मैले अघि भने जस्तै समानता, स्वतन्त्रता र भातृत्व हुनु पर्यो नि त। त्यो संविधानमा अथवा त्यो राज्यमा त्यो शासन व्यवस्था चलाउँदै गर्दा अथवा यो देशको नीति निर्माण गर्दै गर्दा तपाई हाम्रो कुरा पनि सुने हुनु पर्यो नि त। अघि हामीले 5वटा क्यान्डल बालेर हामीले यहाँ कार्यक्रम उद्घाटन गर्यौं। यसको अर्थ के त? अघि पनि मैले भने, राजनीतिक क्रान्तिमा, राजनीतिमा हामीलाई पनि समावेश हुनु पर्यो। धार्मिक क्षेत्रमा हाम्रो पनि धर्महरूलाई, सबै धर्मलाई सम्मान दृष्टिकोणले हेर्नु पर्यो। शैक्षिक क्षेत्रमा त्यतिकै हाम्रो भाषा लिपिलाई दिनु पर्यो। सामाजिक संस्कार संस्कृतिमा उनीहरूको लाद्नु भएन, भाषाहरू हाम्रो पनि हुनु पर्यो। कहाँ हुनु पर्यो? बोल्नु त बोल्दैछौँ नि त, म लिम्बूको छोरा, म लिम्बू भाषा बोल्छु, तपाईहरु तामाङ भाषा बोल्नुहुन्छ होला, तर बोल्दैमा त्यो सबै भाषा होइन नि त। तर कहाँ हुनु पर्यो त भन्दा
त्यो संविधान, त्यो कानुन, त्यो राज्यको जुन नीति बनाइन्छ त्यो ठाउँमा हुनु पर्यो क्या, त्यो चाहिँ भन्नु खोजे। तर आज हामीलाई त्यो विभेद गरिएको छ। त्यसले गर्दाखेरि अब तपाई हामी हेर्नुहोस्, अब यहाँ अघि महामानव डाक्टर गोपाल गुरुङज्यूले भन्नुभयो जस्तो हामी मान्छे भएर मात्रै भएन, हामी साँच्चै नै मान्छे, हामी मान्छे हो, मान्छे मात्रै होइन, हामी बाघको सन्तान हो। तर आज बिरालोको जस्तो सन्तान भएर बस्नु परेको छ मुलुक, आफ्नै देश। पूर्ववक्ताज्यूले भन्दै हुन्थे नि, दोस्रो दर्जाको नागरिक कसरी भयो होला? नेपाल नै हो त। संसारमा काहीँ पनि अमेरिकामा नेपालबाट गएको अस्ति लखेडे नि होइन त केही छन्, तर जति सुकै धेरै वर्ष बसे पनि अरू देशमा बाहिरबाट गएकाहरूलाई त्यहाँ रेड कार्डको व्यवस्था गरिँदैन। दुईटा हुन्छ, रेड कार्ड, ग्रीन कार्ड। ग्रीन कार्डको व्यवस्था हुन्छ त्यहाँ, तर रेड कार्ड हुँदैन। तर यो नेपालमा चाहिँ के छ त भन्दा हामी यो देशको मूलवासी हौं भन्दैछौँ, हामी यो देशको मंगोलहरू भन्दैछौँ। इतिहासमा हेर्ने भने 1,40,10,00,000 वर्ष अगाडि मंगोलहरू उत्पत्ति भएको यो देशमा आफ्नै भूमि, यो देश हामी भन्दैछौँ। अब 1495 मा इतिहास हेर्दाखेरि भारतबाट प्रवेश गरेका यी खस आर्यहरूले आज हामी माथि गरेको हेपाई खिचाई मिचाई दबदबाई भनौं न, यस्तो छ। यो हुनु भएन। अब कम्तीमा पनि व्यवस्थापिकामा होस्, चाहे कार्यपालिकामा होस्, चाहे न्यायपालिकामा होस्, जुनसुकै क्षेत्रमा होस्, सबै क्षेत्रमा चाहिँ हाम्रो मान्छे पनि त्यहाँनिर समावेश हुनुपर्छ। संविधान बनाउँदै गर्दाखेरि हाम्रो मान्छेहरूसम्म हाम्रो हक अधिकार सुनिश्चित हुनुपर्छ। अनि मात्रै भोलिको हाम्रो यो जेनेरेसन आउँदै गरेको लालाबालाहरूको उज्जवल भविष्य र हाँसी खेली हिँड्ने अधिकारहरू हामी त्यहाँनिर समावेश गर्न सक्छौं। नत्र भने हाम्रो पुर्खाहरूले त योगदान गरे, लडे, विभिन्न युद्धहरू, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध लगायतका विभिन्न व्यवस्था परिवर्तनको नाममा लड्ने क्रममा हाम्रो पुर्खाले वीर गोर्खाली भएर लडी मात्रै दिए। तर कहिले पनि तपाई हामीलाई लड्न मात्रै सिकाए, लडाकु मात्रै बनाइदियो, लडिदियो। शासन व्यवस्था सत्ता उनीहरूले चलाए होइन भने अहिलेसम्म तामाङको छोरा प्रधानमन्त्री भएको सुन्नु भएको छ, मगरको छोरा प्रधानमन्त्री भएको सुन्नु भएको छ, लिम्बूको छोरा राष्ट्रपति प्रधानमन्त्री भएको भन्ने सुन्नु भएको छ? किन हुँदैन? त्यो चाहिँ के हो त भन्दा संस्कारगत रूपमै उनीहरूले हिजो त्यो सोच बनाइसकेको छ। यो देश अब यो अहिलेसम्म मात्रै होइन, अझै धेरै 100 वर्ष उता चाहिँ हामीले नै चलाउनु पर्छ है। यो देशको मूलवासी अथवा यो देशको मंगोलहरूलाई चाहिँ टुप्पीमा समाउने, लात्ताले दिने शासन गरिराख्नुपर्छ। त्यो विधि, त्यो नीति, त्यो संस्कार त्यो अवलम्बन गरेका छन्। त्यसले गर्दाखेरि अब तपाई हामीले अब हामी नै सचेत हुनु पर्यो। भन्नुको मतलब यहाँ त खस आर्यहरूको त खुब विरोध गर्यो, केन्द्रीय सचिवले आएर भनेर नभनिदिनु होला। यो गाउँ घरमा होला खस आर्य साथीहरू पनि पीडित हुनुहुन्छ होला, त्यो कुरामा हामी अन्यथा मान्दैनौँ। हामी दुईमा छैन, हामीमा त्यो कुरामा पीडित पनि हुनुहुन्छ होला, रियाले सिंगाने पनि हुनुहुन्छ होला, होइन? तर त्यो माथि छ नि, माथि बनाउने ठाउँमा, नीति निर्माण गर्ने ठाउँमा 2-4 जनाले काम पुगिहाल्छ। उहाँहरूकै पुर्खा हो होइन, उहाँ चाहिँ सगोत्री, उहाँहरूकै दाजुभाइ हो, उहाँहरूले नि थिएर माथि पठाउनु भएको छ। त्यसले गर्दाखेरि उहाँहरूले त्यस्तो ठुलो हामीले बोलेको कुरामा अन्यथा नसुझिदिए हुन्छ। तर यहाँ के छ भने तामाङलाई तामाङ भन्न पनि मिल्ने, लिम्बूलाई लिम्बू चितुवा भन्न पनि मिल्ने, राईलाई राई किरा भन्न नि मिल्ने, तर छेत्री बाहुनलाई छेत्री बाहुन भनेर चाहिँ साम्प्रदायिकता भनिदिन्छ क्या।
अनौठो कुरा चाहिँ त्यो छ। त तामाङलाई तामाङ भन्न नमिल्थ्यो नि त, लिम्बूलाई लिम्बू भन्न नमिल्थ्यो होइन, मगरलाई मगर भन्न नमिल्थ्यो, कोचे थारू धिमाल सतारलाई त्यो भन्नै मिल्दैन थियो नि त। लिम्बू राई कोचे थारू धिमाल सतार भने जस्तै हो क्षेत्री ब्राह्मण होइन। तर त्यो साम्प्रदायिकता भन्नु हुँदैन त्यसो, हाम्रै मान्छेले भनिदिन्छ हो, हाम्रै मान्छेले त्यसो भनिदिन्छ क्या। अनि हो त्यस्तो छ। यो सबै चाहिँ एउटा के भने राजनीतिक संस्कार हामीले बदल्नु पर्यो। संस्कारमा अब राजनीतिक संस्कारमा सुधार ल्याउनु पर्यो। कम्तीमा पनि हामीमा एउटा राजनीतिक चेतना आउनु पर्यो। अनि मात्रै अब यो देश, अब तपाईँ हामी त्यो पार्लियामेन्टमा पुगेपछि अनि मात्रै तपाईँ हामी त्यो ठाउँमा अनि यो देश बनाउने कुरामा हामी पुग्छौँ। र विभिन्न तरिकाले अहिले लोकतन्त्र, यो लोकतान्त्रिक गणतन्त्रात्मक जुन व्यवस्था छ, जुन यो प्रान्तीयता छ, जो धर्मनिरपेक्षता कुराहरू छ, यो कुरा निमोट्नु खोज्दैछन् यिनीहरूले। हिन्दू राष्ट्रको कुरा ल्याइसके, तर अब यो कहिले यो एउटा दिवा सपना जस्तो मात्रै निमट्न त्यति सजिलै यो लोकतन्त्रले निमट्न, यो व्यवस्थाले निमट्न सक्दैन।